नमस्कार दाजुभाइ दिदीबहिनीहरू, मलाई आज कोकोनटको बारेमा हाल्नु मन लाग्यो। अलिकति मेरो जर्नलमा हाम्रो शुभ काममा कोकोनट लिन्छौँ अनि त्यसलाई यसो ढोक्छौँ अनि ड्याममा ठोक्छौँ होइन। अनि नयाँ घर नयाँ गाडी सबै चिजको लागि। अनि त्यो कोकोनटको पानी यसो गऱ्यो, यसो आफूले पनि चढायो, उता पनि गऱ्यो। अनि त्यो कोकोनटको गुदी पनि खायो, गिदी खायो, मिठो हुन्छ होइन। त्यो सबै चिज गर्छौँ होइन अब हामीहरू। अनि त्यसले चाहिँ हामीलाई शुभ हुन्छ अरे, के बचाउँछ अरे कि। अब कोकोनट टाउकोले ठोकेपछि फर्काएपछि भनेपछि त्यो यसो सोच्दाखेरि त्यो शुभको लागि भन्यो। अब त्यो पनि फ्रुट भयो, हाम्रो फ्रुट पनि यहाँ छ यो टाउको होइन। यो टाउको चाहिँ अब यसलाई फेरि गएर ठोक्ने होइन नि, फेरि ठोक्यो भने पनि यहाँबाट पनि गिदी र के निस्किन सक्छ। अब यसलाई चाहिँ खोल्ने त्यति मात्रै फरक छ, यसलाई खोल्ने होइन। यसलाई खोलिसकेपछि के हुन्छ नि, यहाँ यसो भएर लभ आउँछ। लभ आएपछि यो शुभ र अशुभ भन्ने कुरा बुझिन्छ। दुई रूपी बहुरूपी हुँदैन, रियल ट्रुथ जानिन्छ। त्यति मात्रै आजको लागि।